मेरो भाइ ओ है त हेर्नु है पिटी 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 गर्न ए भगवान म त ढालो लाग्यो होला। हेलो गाइज, मेरो फुपू र मेरो भाइ मल बोक्दैछन्। फुपूले भारी राख्दिने, भाइले मल बोक्ने है। 1 सेकेन्डमा नि लाग्दैन। यसरी हिँड्दो छ तल सागर बिच रिसेले सागर बिच हिँड्दो छ गाइज। ए पारा साग सबैभरि कुचेल काचेल हरिलो है यतैले यस्तो छ है। रिसले गुडोको है उल्टो पाल्टो यस्तो छ। 1 सेकेन्ड पनि लाग्दैन यसलाई। मल बोका कसैले मल बोकाउनु छ भने के भन्दा त फुपू मल बोकेको बोक्न जान्छन् नि। ए खेतालो कसैले आवश्यक छ भने खेतालो। मेरो भाइले 1 सेकेन्ड पनि लाउँदैन। बोलाइदिनु होला प्लिज है। यस्तो छ रिसले तल सागा बिच हन्डो। यस्तो छ यस्तै हेर रिसले कसरी फाले डोको। उबेर त एकबेरी हान्ड हेर त उबेर। रिसले भिडियो बनाए एक त मल बोकाए भिडियो बनाउँदियो भने रिसले मेरो भाइले मुन्टो उबुलायो कि नै बल्ल बल्ल लायो हेर्नु हेर्नु गाइज। कोही केटीलाई मनपर्छ भने भनिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस् है। मेरो भाइ सिङ्गल छ, भर्खर अहिले 10मा पढ्दो छ। हाइट मात्रै ठुलो होस् गाइज, मेरो एकदम सानो छ मेरो भाइको। हाइमा गर्न कोही केटीहरू हुनुहुन्छ भने मलाई फलो गर्नुहोस् भन्न। नाइ भन्दैछ त के हो यस्तो।